हेलो नमस्ते जय मसी सबैजनालाई। म चाहिँ यस्तो सुनसान ठाउँमा छु। सुनसान केही छैन, यता नि घर छैन, उता पनि घर छैन, यता पनि घर छैन। अनि म कहाँ छु भनेपछि हामीले पहिलेदेखि हामीले एउटा कुवा छ कि यहाँनिर, कहिले सुक्दैन, हामीले त्यही पानी खान्थ्यौँ। म त्यहाँ छु आज, कस्तो भारै छ भनेर हेर्न आएको छु अनि पानी पनि लिन आएको छु। अनि यहाँ आइसकेपछि पानी नखाने त कुरै भएन। अनि यहाँ पहिला कस्तो राम्रो थियो कि अहिले त कोही पनि हुनुहुन्न, मान्छेहरू पनि है। यस्तो झाडी भएर छ यहाँनिर। अनि यहाँ तल कुवा थियो, केही छैन यहाँ अहिले। यता 2-3 ठाउँमा कुवा थियो, छैन अहिले। हामी यहाँनिर पहिला कपडा धुन्थ्यौँ, यहाँ थियो यहाँनिर पनि कुवा थियो, अहिले छैन। अनि जुन मेन कहाँनिर छ त, यहाँ छ छोरीहरूमा आएको छ पानी ल्याउन। पहिले अलिक गहिरो हुन्थ्यो, अहिले कोहीले सोर्नु नि हुन्छ। आयो यहाँनिर पानी, यो पानी कहिले सुक्दैन। यो पानीले हाम्रो गाउँलाई पुग्थ्यो कि पहिला, अहिले त माथिबाट ल्याउनुहुन्छ। अनि पहिलेदेखि यही पानी खाइयो होइन, यही पानी खाएर हामी त ठुलो भयौँ भनौँ। अनि 2-3 वर्ष भयो होला, उता माथिबाट ल्याउनुहुन्छ अहिले चाहिँ पानी ल्याउन आएको छु यस्तो ठाउँमा। हाम्रो पुर्खौली कुवा भन्छ यसलाई। अब यसलाई म चट्ट सोरेर यस्तो सफा गरेर जान्छु। अनि अहिले मात्रै चाहिन्न नि त, पछि अब कहिले कसो अब गर्मी टाइम आयो, या त चिसो हुन्छ नि त पानी। त्यो पानी त्यही हो, भिडियो धेरै लामो भयो। अब गाउँघरमा छुट्टीको टाइममा आबेला त्यही त हो, यताउता जानुपर्छ। पहिला लडीबुडी गरेर होइन, यही बाटो हामी कतिचोटि हिँड्थ्यौँ, 2-3 चोटि त हिँड्थ्यौँ होला। बिहान घाँस काट्न गयौँ भने दिउँसो दौरा काट्न जान्थ्यौँ। अहिले त कोही पनि हिँड्न, सबै ठाउँ झाडी, बाटो पनि अप्ठ्यारो भएको छ। अब त्यही हो, कतिजनालाई यो पानी खानु भएको हो, हेर्नु होला भिडियो।